के तपाईलाई लाग्छ महिनाको 2 लाख कमाउनेलाई केटी दिन सबै राजी हुन्छन् वा रक्सी खाएर पनि देश बचाउन सकिन्छ? आज हामी तपाईका लागि यस्ता रमाइला किस्साहरू लिएर आएका छौं जसले आधुनिक डिभोर्सदेखि बिहेपछिको मौनतासम्मको तितो मिठो सत्य हाँसोमा बदल्दिनेछ। अन्तिमको एक्सको बिहेवाला जोक सुन्दा त तपाई हाँस्दा हाँस्दै भुइँमै लड्नुहुनेछ। जड्याहा रक्सीको पसलमा, साहुजी एउटा यस्तो रक्सी दिनुस् जसले मेरो सारा दुःख बिर्साइदियोस्। साहुजी, भाइ दुःख बिर्साउने रक्सी त छैन, तर यो रक्सी खाएपछि तिमीले यस्तो सत्य बोल्नेछौ कि भोलि तिम्रो श्रीमतीले तिमीलाई घरबाट निकाल्दा तिमीलाई आफ्नो नाम समेत याद हुने छैन। सासु, बुहारी आज त अलि छिटो उठेर पूजाआजा गर है। मम्मी, मैले त फेसबुकमा गुड मर्निङ भनेर भगवानको फोटो हालेर 10 मिनट अघि नै पूजा गरिसके, अब म सुत्छु। बिहेपछिको मौनता। पहिलो साथी, के छ यार, बिहेपछि त तिम्रो आवाजै सुनिदैन त। दोस्रो साथी, के गर्नु यार, बिहे अघि म बोल्थे उनी सुन्थिन्, बिहेको केही समय उनी बोल्थिन् म सुन्थे, अहिले त हामी दुवै बोल्छौं र छिमेकी सुन्छन्। केटो, मलाई एउटी राम्री केटी खोजिदिनु पर्यो। बाजे, के गर्छ नि? केटो, म एउटा प्राइभेट कम्पनीमा ठूलो पोस्टमा छु, महिनाको 2 लाख कमाउँछु। बाजे, त्यो त ठिकै हो बाबु, तर केटी दिनलाई त महिनाको 20,000 कमाउने भए पनि सरकारी जागिर नै चाहिन्छ। साथी, यसपालि नयाँ वर्षमा के रेजोल्युसन लिइस् त? मैले त मदिरा छोड्ने निर्णय गरेको थिएँ। साथी, अनि छोडिस् त? छोड्न त छोडेको थिएँ, तर साथीहरूले नेपाली अर्थतन्त्र धराशायी छ, रक्सी खाएर ट्याक्स तिरिदे भनेर सम्झाएपछि फेरि बेस बचाउनतिर लागे। हजुर बुबा, हाम्रो पालामा 10 रुपैयाँ बोकेर बजार गयो भने झोलाभरि सामान आउँथ्यो। नाति, अहिले पनि हुन्छ नि हजुरबा, 10 रुपैयाँको रिचार्ज गर्नुस्, संसारभरिको खबर मोबाइलको एउटै स्क्रिनमा आउँछ। सामान बोकेर दुःख गर्ने जमाना त गइसक्यो। बुबा, छोरा अब बिहे गर्ने उमेर भयो, एउटी राम्री केटी हेरेको छु। छोरा, बुबा पहिले उसको इन्स्टाग्राम आइडी दिनुस्, मलाई उसको भाइब मिल्छ कि मिल्दैन चेक गर्नु छ। फोटो त फिल्टरले पनि राम्रो बनाइदिइहाल्छ नि। समझ रहे हो ना? राम, श्याम त किन यति धेरै दुखी देखिन्छस्? श्याम, के भन्नु यार, मेरो सबैभन्दा मिल्ने साथीले आफ्नी प्रेमिकाको बिहेमा मलाई मेन्यु कार्ड बाँड्ने काम दियो। राम, त्यो त ठिकै हो नि त। श्याम, कहाँ ठिक हुनु, त्यो केटी मेरी पनि एक्स थिए।